माई च्यानल सबैजना सन्चै हुनुहुन्छ होला। सो म पनि सन्चै छु होइन। सो आज अब रातिको भ्लग गर्नुको कारण यो छ कि सो हाम्रो ह्यान्डसम दादाको चाहिँ बर्थडे छ होइन आज। त्यही भएर यता केक ल्याउन आयो हामी बजारतिर। एकछिन अब यतातिर अब नास्ता भोक लाग्यो होइन, नास्ता खाएर जाऊँ भनेको। सेकुवा स्कुटी मगायो होइन हामीले। या ब्रो, सेकुवा र स्कुटी या सो हाम्रो चाहिँ स्कुटी र कोक चाहिँ आइसक्यो होइन। मस्त भयो है। सो अब एकछिन अब हामी खान्छौँ होइन। अब खाएर निस्किन्छौँ उता केक अर्डर दिएँ क्या हामीले। एकदम बवाल। चम्चा आयो कि हामीले केक अर्डर दियौँ होइन। अनि केक लगेर हाम्रो त्यहाँ डाँडामा आज बसाइसक्यो। हाम्रो हेन्सम दादाको बर्थडे छ नि त। त्यही भएर उसलाई हेन्सम दादालाई हामीले सरप्राइज दिनु लाग्यौँ होइन। त्यही होइन नास्ता निस्किसक्यो। अब माथितिर अब केक अर्डर दियौँ। केक लगेर अब उता डाँडातिर हुन्छ हाम्रो अब चिप्काएर। सो म चाहिँ यहाँ केक पसलमा पुगिसकेँ होइन। अब यहाँ हाम्रो केक रेडी हुँदैछ होइन। केक रेडी भएर हामी हिँड्छौँ अब लगेर। मात्र चिपबाट चेक। हाम्रो यो हेन्सम दादाको लागि यो केक रेडी हुँदैछ है। चौकुनेको A1 केक पसल। चौकुनीको अब दिउँसो भए अब ब्यानर सहित देखाउनुहुन्थ्यो। अब हेन्सम दादा ह्यान्डसम केस पनि भन्नु त। HAND SOM handsome dear दादा जाउँ हामी जाउँ दादा लेख्दाखेरि थाप्ले लेखिदिनु थाप्ले लेखिदिनु। केक सेक रेडी भएर लगिसक्यो। त्यहाँ चल्दिनु लाग्यो हामी। ल दाइ धन्यवाद है दाइ। ल दाइ ह्याप्पी बर्थडे भनिदिनु है। ल दाइ ल दाइ ल जाऊँ है। ल दाइ है थ्याङ्क यू। सो हामी चाहिँ यो हाम्रो पार्टी प्लेसमा पुगिसक्यौँ होइन। अब यहाँ अब हाम्रो चल्दैछ यहाँ यता पानी तताइरहेको होइन। कुखुरा काट्ने यता भाइहरू छन् यता सबै। गातो थाल्दैछु है गाई इनर्जीको लागि। म ध्यान छैन है आज तर। सो हामीले चाहिँ यहाँ कुखुरा सुखुरा काटेर पनि रेडी गराउँदैछौँ होइन भाइहरू। यो कुखुरा काटेर भुत लाएर अब यो आगोमा पोल्न लाग्ने कि हल्का हल्का रौँ बचेको होइन। के छ सुदीप भाइ काटे मजा आइरह। के छ रोशन हामी अब एकछिन यो कुखुरा गराउँछौँ होइन। हामी एकछिन अब कुखुरा बनाएर अब के कस्तो हुन्छ पछि देखाउँछु म अरू। सो मैले चाहिँ मासु काटेर सकिसकेँ होइन। अब यो खाँदैछु म होइन। देख्न सक्नुहुन्छ फोटो नै हाम्रो काटे मासु कटिङ मासु देखाल। म फोटो खाँदैछु होइन। सो हामीले चाहिँ अब यहाँ खाना पकाउनु लाग्यो होइन। भात पकाउनु लाग्यो हामीले। सक्नुहुन्छ उम्लेर आजै हामीसँग बर्थडे बोय आयो है। बर्थडे बोय के छ बर्थडे बोय ठिक छ। लुक्स रोके एउटा मार्छ है मार्सेलले मार्छ। सो गाइस हामीले चाहिँ खानासाना पकाएर रेडी गरिसक्यौँ होइन। यता छ मासु होइन। यता छ यो भात छ यता छ अरू सामानहरू। एक केटाहरू यता बसिरहनु है। ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे फोटो काटेर खाऊ त। हेन्सम दादालाई अब यहाँ ल यार मेरो बाजे यार मेरो
चार दियो यो वाला अरे यो वाला खेड फालेर हुन्छ त्यो वाला खेड फालेर हुन्छ रे यार गममा खाउने गेममा खाने हो सुदीपलाई त्यहाँ त उताएर खाउने अरे अर्का कताको फुल हो फेरि कस्तो फुल हो यो फुल तपाईँ फेरि अगाडि आइदिनु भएको फेरि अब कसको फुल हो कसको फुल फुल नगरा फुल फुल अलि यतातिर यो काले देखिया कि नै यो फुल कमेन्टर देखिया कि नै यो राजेश फोटो गेले नि त अर्को म त छैन भाइ विकास देन सबलाई काटेर देन मिलाएर देन काटेले बाउ अझ चारान खाना खाना के खाना अर्को पनि आन लाइट अर्को आन के खाना त्यो दुई वाला बीचमा ए दुई जग्गा त्यो देन मुले बाँडा खान बाँडा खाने एन्जलले त्यो छोरे एन्जलले त बुझिले चाहिँ त्यही पनि फाल्यो सबै गम्मै समाज जति भेट्छ हातले कति भेट्छ झ्याममा समात्ने यस्तो ल्याममा हान्ने क्या ढिला हाने हानेमा फोन हुन्न क्या कहाँ खाने बेला छोडेर हुन्छ त अनि म केक जस्तो अर्कोलाई हान्दियो कहाँ गालामा लगाइदियो फेरि ए नगर न माछाले खोल्नु हड्डी बान्नु पऱ्यो थोरै गिलास भयो मजा आउँथ्यो ल कन्टेन्ट अनुसार ल पऱ्यो लिएन ल भाइ ए कस्तो पुऱ्याइदिएन मलाई कस्तो लिनु थालेर छाल भोलि मुस्कान दाइको बर्थडे खान पाएन नगर्नु तेरो मुखै सुन्नु पर्यो सानो मान्छेलाई ठुलो छाल दिए यहाँ अब चाहिँ हामी खाना खान लाग्यो है गाइजहरू खाना खान लाग्यो सबै अब बसिसक्यो है भाइहरू यस्तो सागर हल्का अगाडि आएन किन सबै भइसक्यो यहाँ खान्छन् केटाहरू कस्तो केटा हो खाना मस्त कस्तो छ एकदम बबाल दाइले बनाएको कस्तो छ धर्मै नवीन भाइ एउटा थालमा तिम्रो दुईटा यता देखान यता यहाँ लाइट देखा ठाउँमा यहाँ कता यता इन्भर्ट हो ए ल देन ड्यू ड्यू ए त्यो डिउ हो मलाई थाहै दिएन यार साइडमा एन्जल रोले गिलास भयो मजा आउँथ्यो यार अधारमा के प्लास्टिक ल्याउनु पर्छ ल गिलास मात्रै ल्याउँ क्या घर ल के खाए देखा त्यो गिलास यहाँ ल्याउनु पर्ने रहेछ अब बोतल लग सागर देखियो क्या स्क्रिनशट गरेर हाल्ला म गाड गर्थ्यो त्यो यस्तो अलि यस्तो मादा एन्जल के छ पैसा लाग्छ फेरि पैसा यसले सही कुरो गर्छ है फेरि कहिले यहाँ यार दिउमा मासु त के कम भएन त उहरु आज यिनले होलीमा छिकाउन पाएन होली पनि होली हो भोलि त स्कुल जान्न न रे व्यवस्था भइहाल्छ छिपकार ए ल झोल चाहियो भने आइज विवेश भात चाहियो भवाल अनि केटा बाटो भयो केटा बाटो के छ एकदम बबाल विवेश के छ गाड यो छ नि आ झोल ल्याउ भवाल भएको छैन भात खा बाबु ए बुढी भात अहिले नहाल्नु नि ए बुढी सो आज र यति भन्दै बिदा माग्न जान्छु हस्त बाई बाई चाहिँ गुड नाइट